र हेलो गाइस र आज हुने चाहिँ एकदमै दामी घाम लागिरहेछ है। र आज चाहिँ म चाहिँ जान लागिरहेछु केस काट्नको लागि है। र आज चाहिँ एकदमै दामी घाम लागेर चाहिँ रमाइलो भइरहेछ। हिजोसम्म त पुरै हावा पानी आइरहेको थियो है। केस पनि खोइ साथीभाइ के छिटो बढेको मेरो त एक हप्तामा काट्ने बेला भइहाल्छ। तपाईँहरू कस्तो हुन्छ हौ? हैट मेरो त एक हप्तामा काट्ने बेला भइहाल्छ। के भएको अब ब्रुस कटिङ हान्ला जस्तो साथीभाइ। र गाइस यो अगाडि देख्दै गर्नुको बिल्डिङ चाहिँ है तपाईँहरूको सिक्किम स्किल युनिभर्सिटी हो है। यहाँ चाहिँ तपाईँहरूको अब यो चाहिँ तपाईँहरूको पर्छ साउथ सिक्किम है, मामरिङ अप्पर मामरिङमा पर्छ। र यहाँनिर के सिकाइन्छ भन्दाखेरि चाहिँ यहाँ चाहिँ कोर्स सिकाइन्छ भन्दा पनि कोर्स हुन्छ है। तपाईँहरूको यहाँनिर डी फार्मा, बी फार्मा, डी फार्मा डक्टर अफ फार्मेसी हुन्छ, बी फार्मा ब्याचलर अफ फार्मेसी है। डी फार्मामा चाहिँ तपाईँहरूले यहाँनिर डक्टरहरूको अब हस्पिटल बिमारीहरूलाई है दबाईहरू कसरी चाहिँ यो युटिलाइज गर्नुपर्ने, चलाउनु पर्ने र यो दबाईले साइड इफेक्टहरू के हुन्छ त्यो बारेमा भनिन्छ है। त्यसलाई चाहिँ डक्टर अफ फार्मेसीहरूको कोर्स गर्न सक्नुहुनेछ है। र बी फार्मामा चाहिँ तपाईँहरूले दबाईहरू कसरी बनिन्छ है, दबाईको उत्पादनहरू कसरी गर्न सक्छ त्योहरू सिकाइन्छ यहाँनिर हो। र सध्या मलाई त्यति साह्रो चाहिँ थाहा छैन है। मैले चाहिँ यो अब स्कुलमा पढ्दाखेरि अलिअलि सुनेको र मैले चाहिँ गरेको छुइनँ अहिलेसम्म यो फार्मेसीहरू। मैले अलिकति बुझेको सुनेको भरमा चाहिँ अलिकति भनेको तपाईँहरूलाई है। र हेर्दै गर्नुहोस् मेरो भ्लग। मोटो भ्लगिङ हुँदैछ आज चाहिँ खतरनाक। बाटोमा खाल्टा बनाएछ हो। र पुग्न आँटेँ म अहिले यहाँनिर। म चर्को घाम लाग्दै आएछ आज चाहिँ, तर जे होस् म भ्यू हेर्न चाहिँ गाइस, भ्यू एकदमै दामी छ आज। यो क्यामेरा पनि यो चाहिँ तपाईँहरूको नयाँ पेट्रोल पम्प मामरिङको है। यहाँनिर हावाहरू हाल्ने पनि राख्दैछ साइडमा, मजाको चटक चुटुक्कै है। यहाँनिर चाहिँ हाम्रो डेस्टिनेसन आइपुग्न आँटेँ हाम्रो। ओह यहाँ लुकिङ ग्लासमा हेर्नु, यसरी हेर्नु अरे गाइस, गाडी आउँदै गरेको हुन्छ पछाडि अचानक। कि लुकिङ ग्लासमा हेर्नु कि टाउको फर्काएर हेऱ्यो भने चाहिँ राम्रो हुन्छ। र म आइपुगेँ यहाँनिर। आम्मो लाइन पुरा रहेछ, भिड पुरा रहेछ नि गाइस। भैयाहरूमा थुप्रै रहेछ र अब ट्रन वाइज त होला नि, के गर्नु अब यस्तै छ। र मैले चाहिँ अब चाहिँ यहाँ नसिलो केस चटक काटिसकेँ हो। कस्तो छ मेरो हेयर कटिङ कमेन्ट गर्नुहोस् साथीभाइ। र अब चाहिँ लाग्दियो है गाइस फेरि कालो भनेर चाहिँ म चाहिँ निक्लियो। र
गाइस म चाहिँ अब यहाँ दोकान जानुपर्ने छ एकछिन दोकानबाट सामान लानुपर्ने छ ए ए ए हाल्ने ए यतै जाने हो हाल्नुहोस् म यता हाल्छु मासु चाहिँ नलगे हुँदैन त यहाँबाट चाहिँ अङ्कलको दोकानबाट चाहिँ ल साथीभाइ नेक्स्ट भ्लग हेरौँ बाई बाई